ल गाइस हेर्नु दाम अझै म माथि माथि गइसक्यो भने देखाउने कोसिस गर्छु हैन अब भ्लग चाहिँ लामो हुन सक्छ किन भन्दाखेरि अब गाइज वेलकम ब्याक टु हमारे ब्लग गाइज अहिले चाहिँ म रातबाट छु हैन अब चाहिँ हामी एउटा नयाँ ठाउँ जाँदैछौँ हैन के हुन्छ हेरौँ है त गाइज ल है गाइज हैन टक्क लाएर हामी चाहिँ हैन ऊ त्यो देखे डाँडाबाट अहिले हामी यहाँ आइसक्यौँ हैन दाइ हैन म त हिँड्न सके हैन अब हामी हैन गाइज हामी अहिले यो डाँडा छौँ हैन त्यो चुच्चो हिमाल क्या नि यो चुच्चो हिमाल यसको यहाँनिर डाँडा छ त्यहाँनिर जाँदैछौँ क्या आमायाङ्ग्री भन्ने ठाउँ जाँदैछौँ अहिले हामी ज्यामिरी छौँ अब हामी टक्कर यहाँ गाडी आउँछ अनि मेलम्ची जान्छौँ होइन अनि मेलम्ची गएर त्यहाँबाट 11 बजी गाडी लाग्छ अरे सर जानेछौँ अनि त्यही हेर्नु होला आज बाटोमा के हुन्छ सबै हेर्नु होला होइन त्यही हो गाडीवालाको ड्राइभर जौरे विशालहरूबाट खुसी लागेर छ ढोकातिर बस्ने हो होइन सिट पाएन त्यही भयो नि घुम्नु चाहिँ पर्छ होला बाटोतिर पनि देखाउने कोसिस गरौँला ल गाइस छैन टक्क लाएर चनौटी रातो पुल आइपुग्यो होइन यस्तो छ यहाँको भ्यू छोड्यो पनि छैन ल ल कार बिस्तार छोड्नु ल ल ल ल तलसम्म नआए पनि पुरा पनि घुम्नु ल कस्तो फुटेछ मुनि त के यस्तै हो त्यस्तै हो डिजेल गाडीमा कस्तो लागिरहेछ तपाईँहरूलाई चलाएर ल लिचिक पाराले
guys, दामी गाना रहेछ यहाँनिर जान के भने हाम्रो पारा यस्तो छैन के छ दाइ कस्तो लागिरहेछ हामी अहिले थप्पा छौँ गाइस दाइ नु यस्तो नेचुरल प्लेस हाम्रो यहाँ न्युज भइरहेको छ काठमाडौँको लागि गए पनि तर यहाँको लागि चाहिँ मलाई पानीले त्यति धेरै सेवा सुविधा दिएको छैन कि जस्तो मलाई चाहिँ लागिरहेको छ तपाईँलाई बाटोहरूको अवस्था यस्तो छ होइन तपाईँलाई देखाइरहेको छु बाटो त्यति नराम्रो त भन्नु मिल्दैन तैपनि जति हुनुपर्ने थियो त्यो चाहिँ नभएको हो होइन अब त्यही हो गाई अब मासतिर पनि म देखाउँदै जान्छु यस्तो हरियाली होइन यस्तो त स्वर्ग छ नि यार नेपाल त्यति स्वर्ग भन्ने खालको हेर्नुहोस् न कस्तो लागिरहेको छ होइन अब चाहिँ चिसो भयो क्या लास्ट चिसो भयो क्या अब चाहिँ एउटा छम्मा बिचमा राखेर मस्त हिँड्न पाए चाहिँ मजा त मजै हो क्या अझै म माथि माथि गइसक्यो भने देखाउने कोसिस गर्छु होइन अब भ्लग चाहिँ लामो हुनसक्छ किन भन्दाखेरि अब यो चाहिँ अब यहाँ अहिले यहाँ चाहिँ फुलहरू हाल्न पाउने पहिला त फुल रहेछ फेरि होइन तर अहिले चाहिँ बारीको फुल रहेछ होइन अब यो बारीका पनि एक गर्नु मात्र भएन त 4-5 स्वर्ग लिएर आउनु होला है राम्रो हुँदैन अब हामी आएर चाहिँ खानपान आमा एङ्ग्री गाडी जाने बाटो यता होइन खानपान जाने जो उयो तलबाट त्यही भएर अब यसरी मात्रै पनि यसरी हिँडेको यार भएन होइन आगाहरू छ यार अहिले बाटो लाग्यो भने बाटोको अवस्था हेरेर मात्र पछाड्नु है भाडा तर चिल यार यत्तिकै गाइस होइन हाम्रो गाउँको अब यो अफ रोडमा त अब धेरै गाह्रो हुँदो रहेछ गाडी पनि अरू नि हुन्छ कति मिल्छ अरे म त पछाडि पुग्छ कि हो मासतिर चाहिँ ढलान रहेछ है गाई सो गाइस होइन अहिले चाहिँ अब चाहिँ हामी लामटाङ राष्ट्रिय निकुञ्जको छेउछाउ छौँ भन्दा मतलब छिरो होइन अब लामटाङ मासतिर शेरमाथानबाट मासतिर त पुरै लामटाङ हो नि त भाइ गाइस हामी लामटाङमा राष्ट्रिय निकुञ्ज बवाल रहेछ है यस्तो मस्त घाम लागिरहेको छ चिसो छ के ल हेर्नु न गाइस अक्खाको अक्खा हो के लाडो यो अरु म उता पछि बस्छु क्या नाइस पर्यो उडो गाइस सनम सनम तिम्रै हो भनेर यहाँ के रहेछ यार आज गाइस हाम्रो यता त के रहेछ हैन
अगाडि टार्ने हिँड्दै एकदम ठिक छ नि किन लग्यो एकछिन अहिले बनाउला ल है ल गाइस ल गाइस हैन टक्कलाई यो लामटाङ राष्ट्रिय निकुञ्ज हैन भित्रबाट हामी यहाँ के रे शेरमाथान नपुगिकन हैन हामी यता जाँदैछौँ के यसो जाँदैछौँ हैन साथीहरु त अगाडि हिँडिरहेका छन् हैन अब हाम्रो यहाँबाट करिब हैन 3 देखि 4 घण्टा हिँडेपछि मात्र हामी बेस क्याम्प पुग्छ हैन त्यसैले अब हामी जरा हिँड्दै जान्छौँ हैन यस्तो बाटोमा के हुन्छ म देखाउँदै जान्छु हैन यस्तो देखिरहेछ यहाँ चाहिँ भ्यू अब पुरा जंगलै जंगल हैन गाइस मोटिभेसन छ ल गाइस त्यही हैन गाइस अनि चिसो चाहिँ अलि बढी रहेछ हात छिराउन थालिसक्यो रातो रातो हुन थालिसक्यो अनि टक्कर एक प्याक लगाइयो अनि मैले मतलब एक प्याकेट एक उडी खाइयो अनि हिँड्यो क्या गाइस अनि काँडा यस्तो दामी छ हामी हैन यो चितुवा रेड पाण्डा अनि त्यसपछि के हुन्छ भन्दाखेरि हैन के देखिन्छ हैन भन्दाखेरि यस्तो दामी खाल हैन जंगल चाहिँ नाइस छ के गाइस जंगल चाहिँ बवाल हो कि यो यस्तो जंगल हैन हामीले चाहिँ लेकमा आयो भने त देख्न पाउँदैन कि हो कि हैन लेकको जंगल र यो तराई पहाडहरुको जंगलै फरक हुन्छ कि डेन्जर क्या धेरै फरक हुन्छ ल ढुङ्गाको ढुङ्गा नै लागेर पुरा हुन्छ भने यो रुखहरुमा पनि के हुन्छ भन्दाखेरि हैन यस्तो यस्तो भिलेउ पलाइरा हुन्छ के त्यही हो गाइस हैन अब बिस्तारै जानुपर्छ करिब 3-4 घण्टाको हिँडाइ छ हाम्रो अगाडि हुन्छ हाम्रो अमृत कार्की ब्लग गरिरहनु भएको हुन्छ विष्णु सर मेरो ब्लग चाहिँ हैन अमृत कार्की अफिसियल छ मेरै फोटो छ यदि लाइक कमेन्ट गर्नु भएको छैन सब्स्क्राइब गर्नु भएको छैन भने गर्नु होला हाम्रो भ्लगलाई पनि सपोर्ट गर्नु होला हैन हामी चाहिँ भर्खर स्ट्रगल गरिरहेको मान्छे हो यदि तपाईहरुले अझै साथ सपोर्ट दिनु गर्दै गर्नु भयो भने हामी नेक्स्ट भिडियो झन् अझै प्रेरणा बढेर हामी नेक्स्ट भिडियो चाहिँ अझै बनाउनु कोसिस गर्छौँ सुरुको त लास्टै हिँड्न गाह्रो हुन्छ के अगाडि ल त्यो चाहिँ यो गाइस अहिलेको लागि भने यदि नै गर्दै म नाइस के पनि त्यो रुखहरु नथो ल रुखहरु नथो क्या त्यो देख्न लागि पनि यो हुन्छ क्या जडीबुटीहरु हुन्छ लाकी प्रब्लम गइदिन्छ अरु हामी यो पुरानो भयो हैन ओ त्यो पाउँछु भने आउँछु त्यो त थुन भएन त्यो छ भने गाइस हामी हिँडिरहेका छौँ यताको भ्यू यस्तो छ के गर्न हावा तिमी खाँदैनौ गाइस यस्तो रुख देख्नु भएको तपाईँले डेन्जर
Guys, it's a damn sunset! Guys, होइन हामी चाहिँ आमा एग्री बेस क्याम्प जाने भनेर हिँडिरहेको थियौँ केटाहरू अनि के भन्दाखेरि अङ्कलहरू नि आउँदै हुनुहुन्छ अरे कि गाउँबाट अनि अङ्कलहरूले गाउँबाट आउनुहुन्छ भन्नु नाइस देखिरहेको छ क्या सनसेट हो दाइ बनाइदिन्छ फेरि दाइ कर्म गर्छु के हुने आस्थाले नहुँदा पैसा हेर्दैन हेलो नमस्ते गाइज वेलकम छ यामारे ब्लगमा तपाईलाई स्वागत छ गाइज घाम ट्याक्कै अवस्था है बसेर बनाउनु पर्ने छैन हेर्दै होला है हामी कता जान्छ ओइ यसो गर्नु हामी यसो म अहिले भर आउ न बसतिर देश भन्नु त के रहेछ र 4 किल्लाको भिन्दै कहाँको खैरे बाँधेर आयो यार धमाउनु पर्यो मनिषा सानी जाँदै हो क्या यहाँ बुद्धाहरू आउन आएर फेरि माथि जाँदा हो अन्त किन पुरै चिसेन मलाई चाहिँ अप्ठ्यारो पर्छ नि फेरि भोलिपल्ट फेरि कुनै किनेपछि त अनि कुनै पैसा पैसा काम गर भन्यो भने गर्न पर्छ ल्याङ भन्छ ओ दादा एकचोटि हेर न म्याप कहाँ पुग्यो हामी लगाइदिनु टक्क लगाएर आजको लागि होटेल के अरे रिसोर्टमा आयो अब बसियो होइन केटाहरू यता छ ल बाई गर्दा आइज आजको लागि ल भोलि भेटौँला है त गाइस